सनातन हिन्दू राष्ट्र बनाउन जाग कविताको शीर्षक। जगाउनु छ फेरि एकचोटि सुतिरहेको जमिरलाई, सनातनको हिन्दू के हो, जो चोर उही ठुलो स्वर गरेर चिच्चाउनेहरूलाई शालीनतापूर्वक बताउनु छ आज यिनीहरूलाई, शालीनतापूर्वक बताउनु छ आज यिनीहरूलाई। शङ्करको डमरू पनि तै हो, शङ्करको डमरू पनि तै हो, विष्णुको सुदर्शनको न्यारा पनि, परशुरामको फासला पनि तै हो। मातृभूमिको तै नै एक सहारा हो, मातृभूमिको तै नै एक सहारा हो। चक्रव्यूहमा जुन एक्लै दौडिरहेको त्यही वीर अभिमन्यु पनि तै हो। शरीर छे हुँदा पनि नडराउने काजी रणदीप जस्तो रणधीर छ त यही जटाई होस्। त उन्मुक्ति गगनको जुनसुकै रावणसँग भिड्न सक्ने त होस् एउटा युद्ध स्वर्गद्वारीको। तैले न शमशिर उठाएछ भने भूगोलको विधान पनि बदलिन्छ फेरि। यो सनातन हिन्दू माटो बस तेरो, यो सनातन हिन्दू माटो बस तेरो। केही छैन यहाँ खण्ड खण्डमा फेरि, केही छैन यहाँ खण्ड खण्ड फेरि। देश र धर्ममा मरिमेटे त पनि पृथ्वीनारायणको नै सन्तान होस्, पृथ्वीनारायणको नै सन्तान होस्। कुनै चिङ्गारी होइन सनातन हिन्दू, कुनै चिङ्गारी होइन सनातन हिन्दू। यो राष्ट्रवादको ज्वाला हो, सबै जवानी नेपाल आमालाई फाँसी चढ्नेवाला हो। त बहादुरको मतवाली होस्, त सनातन हिन्दूको रक्षक होस्, त सनातन हिन्दूको रक्षक होस्। तुफानलाई मुठ्ठीमा तैँले पालेको छस्, तुफानलाई मुठ्ठीमा तैँले पालेको छ। शत्रुको छातीमाथि चिर्नेवाला, शत्रुको छातीमाथि तिर्नेवाला त जङ्गबहादुरको तरबार होस्, त जङ्गबहादुरको तरबार होस्। त आफूमै सब देख्छस् रौद्र रूप, त आफूमै सब देख्छस् रौद्र रूप। सब पापीमाथि त भारी हो। धर्म रक्षा गर्नबाट अब त पछाडि हट्न सक्दैनस्, धर्म रक्षा गर्नबाट अब त पछाडि हट्न। तैँले त कान्याको गाण्डीवधारी हो, तैँले त कान्याको गाण्डीवधारी होस्। वीरहरू कुदिरहेको कलम होस्, दिव्य आमाको छोरा होस्, राष्ट्रवादको मुरत होस्, अमर सिंहको पहिलो प्रहार हो। बाप रे बाप, अङ्ग्रेजलाई धुल चटाउनेवाला त सुभाष चन्द्रको आजाद हिन्दुस्तानको जस्तै योद्धा होस्। देशको हर गल्लीको चिया पसललाई गुन्जिनेवाला इन्कलाबको बोली होस्। तैँले नै हो त शमशिर, तैँले नै त शमशिर जुन कम्मरमा भिरेको थरिया थियो, त बाँधेको खुकुरी हो जुन भक्तिले रणभूमिमा चलाएको थियो। त त्यही काजी होस् जसले अङ्ग्रेजलाई मुला जसरी काटेको थियो, मुला जसरी काटेको थियो अङ्ग्रेजको छातीमा चढ्नेवाला। तैँले त वीर रणस अचम्म कयौँ सती गएर चिता जलिसक्यो। अझ कुन सोचमा रहेको छस्, अझ कुन सोचमा रहेको छस्? दानमा मिलेको छैन यो सनातन हिन्दू, दानमा मिलेको छैन सनातन हिन्दू। तँलाई अझै कुनै यस्तै एठन भइरहेको छ। सनातन हिन्दू बचाउनको लागि आमा दिदी मैले ज्यानका बाजी लगाएको थियो। यही धर्मको लागि हाम्रा आमाहरूले आफ्ना चिता आफै सजाएका थिए। यिनै नकाचरालाई वीर नरहरी छातीमा राखेर हिँडेका हुन्थे। यिनै नकाचराको छायामा स्वराज्यको सपना बाँडेका थिए। परपरको नाममा जसरी आए यिनीका हातहरूले सहारा दिए। हात खोलेर हेर्दा, आँखा खोलेर हेर्दा आफ्नो जमिर बेचेर पादरीको नाममा परिणत भए। अब यिनीहरूलाई सुँगुर जसरी चिरिदिएर, अब यिनीहरूलाई सुँगुर जसरी चिरिदिएर तिम्रो जमिरमाथिको व्यापार बन्द गर। किरातेश्वर महादेवको सन्तान होस्, त्यही राम सीताको प्रतिमा जुन छातीमा टाँसेर हिँडेको छ, त्यही हनुमान चालिसा होस्। स्वराज्यको कल्पना गरिएको थियो, रेगिस्तानबाट आएकाहरूलाई उनको यिनै हातले सहारा दियो। जय जब यस देश भूमिमाथि आँखा लगाउने तब तैँले सुँगुर जसरी चिरिदिने दिन आयो। अब तैँले सुँगुर जसरी चिरिदिने दिन आयो। होइन तैँले किन भुलेको छस्? बिपी स्वयं परिवर्तन भएर, होइन तैँले किन भुलेको छस्? बिपी स्वयं परिवर्तन भएर सनातन विचारको पक्षधर भए। अरे आँखा खोलेर हेर इतिहास, अरे आँखा खोलेर हेर इतिहास। सनातन हिन्दूको माटोको सान हो, सनातन हिन्दू माटोको सान हो। बिपी र नरहरी जसलाई फुटाइयो, बिपी र नरहरी जसलाई फुटाइयो, त्यही त अहिले देशको अभिशाप हो, त्यही नै देशको अहिले अभिशाप हो। हिन्दू भएर किन निराश भएको छस्? हिन्दू भएर किन निराश भएको छस्? अब सनातन हिन्दूको दर्शन तँलाई गराउँछु, सनातन हिन्दूको दर्शन तँलाई गराउँछु। सनातन स्वराज्यलाई मुटुमा राख्ने त वीर गोरखनाथको बच्चा होस्। अधर्मी जसबाट थरथर कामेका छन्, अधर्मी जसबाट थरथर कामेका छन्। शिवको ताण्डव विकराल होस् त, शिवको ताण्डव विकराल होस् त। दुश्मन जसले केही सम्झिन सके, प्रचण्डको उल्टो चाल होस् त, प्रचण्डको उल्टो चाल होस् त। त समरावणको रणभेरी होस्, शिवको डमरूको ताल हो। चेतक जस गोरखनाथको रणमा कसरी रोकिन सक्छस्? बाप रे बाप, चेतक गोरखनाथको रणमा कसरी रोकिएलास्? त अर्जुनको अभिमन्यु होस्, शत्रुको अगाडि कसरी झुक्ला, शत्रुको अगाडि कसरी झुक्ला? त राष्ट्रगुरुको चेला बहादुर छ, दुश्मनको छातीमा टेक्ने होस्। सरदार रणदीप हरचोटि जितेर आउँछ, जसले बिना आएका पालमाथि तन्त्र टोकिदियो। होइन एक ध्वज भएर उभिसने, होइन एक भएर उभिसने शक्तिको एउटा पुञ्ज होस्। हल्दी घाँटीलाई हल्लाउनेवाला हर हर महादेवको आवाज होस्, हर हर महादेवको आवाज होस्। त जोस हो जुन जय भवानीको नारा हो, वीर गोरखनाथको उद्घोष हो। ऋण तैँले चुकाउन सक्दैन उद्धारको कुर्बानीको। आज कर्जदार छ सरस्वती आमाका जुन कम उमेरमा शहीद भएका थिए, त्यही गुरुको चेला हो। नभुल तैँले सनातन हिन्दूको रक्षा गरेर, नभुल तैँले सनातन हिन्दूको रक्षा गरेर माटोको कर्ज उतारिदिन आयो। अधर्मीहरूको कामेर भाएका हुन्थे। अर्जुनको गाण्डीवको बाण हो। तमा नै नवनिर्माण निज छ, तमा नै समार निज छ। त सपनाको वीर सपुतहरूको त नवयुगको उपहार हो। त विजय होस् अशोक मान जस्तै, त चाणक्यको ज्ञान होस्। राणा पञ्चर बौद्धलको नस नस भित्रबाट गुन्जिएको नेपाली आमाको जय जयकार होस्। धेरै तन्त्र शासन बहुबली दल भोगिसकेर, धेरै तन्त्र शासन बहुबली दल भोगिसकेर आफै भित्रको मन्त्रलाई जगाव, आफै भित्रको मन्त्रलाई जगाव। आफ्नो अस्तित्व मेटिसकिस्। जसले आफ्नै अस्तित्वलाई भुल्छ त्यसले जिउनुमा कुनै अधिकार
अधिकार छैन, जसले आफ्नो अस्तित्व भुल्छ त्यसलाई जिउनमा कुनै अधिकार छैन, त आम होइन सनातन हिन्दू हो, त आम होइन सनातन हिन्दू, तनै सनातन हिन्दूको हुङ्कार होस्, तनै सनातन हिन्दूको हुङ्कार होस्।